अध्ययन गर्नेछौँ। त्यो वैज्ञानिक सिकाइको अभ्यास 1 दिएका खाली कोठामा मिल्ने शब्द भर्नुहोस्। क नम्बरमा दिएको छ वस्तुको सही परिमाण थाहा पाउन ... लिनुपर्छ। कुनै पनि वस्तुको सही परिमाण थाहा पाउन के लिनुपर्छ त नाप लिनुपर्छ। यो क नम्बरमा हुन्छ नाप। नाप यहाँ दिएछ ल। त्यसपछि ख नम्बरमा छ दुई घटना बीचको अवधिलाई ... भनिन्छ। कुनै दुई घटना छ भने त्यस बीचको अवधिलाई के भन्छ समय भनिन्छ। ख नम्बरमा हुन्छ समय। ल ग नम्बरमा त्यस्तै दिएछ कुनै दुई बिन्दु बीचको दूरीलाई ... भनिन्छ। दुई बिन्दु बीचको दूरीलाई के भनिन्छ त लम्बाई भनिन्छ। लम्बाई। क्षेत्रफलको एसआई एकाइ ... हो। क्षेत्रफलको एकाइ के हो त वर्ग मिटर। वर्ग मिटर। अङ्गमा छ मेजरिङ सिलिन्डरले तरल पदार्थको ... नापिन्छ। मेजरिङ सिलिन्डरले तरल पदार्थको के नापिन्छ त आयतन नापिन्छ। त्यसपछि चमा के भन्छ तथ्याङ्कको विश्लेषण गरी ... निकालिन्छ। के निकालिन्छ त निष्कर्ष निकालिन्छ। निष्कर्ष निकालिन्छ। त्यस्तै अब 2 नम्बरमा के भनेको छ सही उत्तर छान्नुहोस्। क 1 घण्टामा कति सेकेन्ड हुन्छ? 1 घण्टामा 3600 सेकेन्ड हुन्छ। त्यस्तै खमा पिण्डको एसआई कुन हो? एसआई एकाइ कुन हो? पिण्डको एसआई एकाइ के हुन्छ किलोग्राम। त्यस्तै ग नम्बरमा के छ एसआई प्रणाली अनुसार विद्युत धाराको एकाइ के हो? विद्युत धाराको एकाइ के हो एम्पियर। 3 नम्बर जोरा मिलाउनुहोस्। लम्बाइको के हुन्छ लम्बाइको मिटर। पिण्डको किलोग्राम। समयको सेकेन्ड। क्षेत्रफलको वर्ग मिटर। आयतनको घन मिटर। ल यति। योभन्दा अगाडि भोलि पढ्ने अर्को भिडियोमा लिएर आउनेछौँ। धन्यवाद।